हुन्छ तपाईँहरू सबैजनालाई यीशु ख्रीष्टको नाममा जय मसीह। अनि साथसाथमै हामी तपाईँहरू सबैजनालाई हाम्रो रुट्स लिभिङ रुम सेसन्समा हामी तपाईँलाई स्वागत गर्छौँ। अनि म आशा गर्छु तपाईँहरूले हाम्रो विगतको दिनहरूमा हामीले गर्दै गरेको पोडकास्टहरू तपाईँले सुनिरहनु भएको छ भनेर। अनि यस समय चाहिँ आजको यो पोडकास्ट चाहिँ हामी विशेष गरी ग्रेसको विषयमा हामी बात गर्न गइरहेको छौँ है। अनि ग्रेस भन्नाले चाहिँ हामी एउटा स्टेटमेन्टबाट हामी सुरु गर्न चाहन्छौँ। अनि त्यो स्टेटमेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ ग्रेस इज समथिङ द्याट यु डु नट डिजर्भ अर अर्न। अनि यसको विषयमा हामी वार्तालाप गर्नेछौँ। अनि निखिल दाकोबाट हामी फर्स्ट सुन्नेछौँ है, ग्रेस भन्नाले ओके सो हामीले ग्रेसको विषयमा हेर्दा फर मी के लाग्छ भन्दादेखिलाई मेनी अ टाइम्स वी हेभ म जहिले पनि यसरी भन्ने गर्छु नि, जुन चाहिँ मान्छेले अनुग्रह चाहिँ साँच्चीमै बुझेको छ द्याट पर्सन विल ट्रुली बी ट्रान्सफर्म्ड। इफ यु डोन्ट हेभ एन प्रपर अन्डरस्ट्यान्डिङ अफ ग्रेस भनेदेखिलाई चाहिँ हामी के भन्छ लाइक ट्रान्सफर्मेसन भनौँ न, इनर ट्रान्सफर्मेसन हुन साह्रो पर्छ, समथिङ लाइक द्याट है। सो जस्तै यो भने अनि अर्को कुरा चाहिँ फेरि यो अनुग्रहले ट्रान्सफर्म हुन्छ भन्ने कुरा त हामी अहिले बिचमा बादमा हामी यसमा अझै डिटेलली हेर्नेछौँ। तर त्योभन्दा पनि अगाडि चाहिँ अनुग्रह चाहिँ अब लाइक भाइले भनेको जस्तै होइन, लाइक अनुग्रह चाहिँ हामीले के गर्दैनौँ अरे, हामीले अर्न पनि गर्दैनौँ होइन, हामी डिजर्भ पनि लाइक अनडिजर्भड फेभर भनेको जस्तै होइन, अनमेरिटेड फेभर भन्छ होइन। सो ग्रेस अनि कि त्यो चाहिँ किन भन्दै गर्दा चाहिँ अनुग्रह खासमा मैले भन्नुपर्दाखेरि चाहिँ डेफिनेसन अफ ग्रेस इज इट इज अ पावर अफ गड द्याट ट्रान्सफर्म्स अस। अनि त्यति मात्रै नभएर ग्रेस चाहिँ के हो भन्दाखेरि चाहिँ इट इज अ गिफ्ट अफ गड टुवर्ड्स ह्युम्यानिटी भनौँ न होइन। अन्त हाउ हामीले के भन्छ, अनि अर्को कुरा ग्रेस इज वाइ भेरी इम्पोर्टेन्ट होला, बाइबलले पनि भन्छ वी आर सेभ्ड बाई ग्रेस थ्रु फेथ भनेर। तर मेनी अ टाइम्स हामीलाई ग्रेसको चाहिँ मिसअन्डरस्ट्यान्डिङ चाहिँ के छ भन्दादेखिलाई हामी चाहिँ अनुग्रह छ भन्दामै भइहाल्छ नि, प्रभुको अनुग्रह छ, प्रभुले क्षमा गर्नुहुन्छ, प्रभुले माया गर्नुहुन्छ भनेर वी टेन्ड टु लिभ आवर लाइफ जस्तो पाए त्यस्तै अनि हामी के अरे जस्तो पाए त्यस्तै जिउँछौँ। अनि त्यो चाहिँ त्यही भने अघि मैले भनेको थिएँ, लाइक त्यो चाहिँ प्रोपर अन्डरस्ट्यान्डिङ अफ ग्रेस नभएको कारणले गर्दाखेरि। तर साँच्चीमै हामीले अनुग्रह भनेको के हो भनेर बुझ्यो भनेदेखिलाई चाहिँ हाम्रो लाइफमा ट्रु ट्रान्सफर्मेसन चाहिँ पक्का नै आउँछ भनौँ न है। अनि आशिष भाइले पनि हामीलाई के थपिदिँदा हुन्छ नि यसमा, हामी राउन्ड एन्ड राउन्ड गएको जस्तो भयो। ओके, ग्रेस त के हो भनेर तपाईँले भनि नै हाल्नुभयो। अन्त यसमा चाहिँ म अझै के चाहिँ थप्न चाहन्छु भन्दै गर्दाखेरि हाम्रो परमेश्वरको चाहिँ कोर क्यारेक्टर ट्रेट चाहिँ ग्रेस हो भनिकन मलाई त्यस्तो लाग्छ। इभन 1 Peter 5:10 पनि भन्छ दि गड अफ अल ग्रेस भनिकन। अझै John 1:14 पनि हामीले पढ्दै गयो भने फुल अफ ग्रेस एन्ड ट्रुथ भन्ने कुराहरू हामीले पाउँछौँ। अनि आजको यो ग्रेसको टपिक चाहिँ म पनि एकदमै इच्छुक छु, सुन्न चाहन्छु। अझै पनि हेर्दै जाउँ हामी अझै कति डिप जान्छौँ। सो आई होप हाम्रो अडियन्सहरू पनि एक्साइटेड हुनुहुन्छ होला। सो या ग्रेस चाहिँ इट्स रियली इम्पोर्टेन्ट। अनि ग्रेस बिना चाहिँ हाम्रो ब्रदरले भनि पनि बस्नुहुन्छ, अहिले हामी फेर्दै गरेको यो सास पनि इट्स बिकज अफ हिज ग्रेस। किनभने अहिले हामी यो बोल्दै गरेको, अहिले हामी बोल्दैछौँ, यो बोल्दै गर्न पाउनु पनि इट्स अल बिकज अफ हिज ग्रेस भन्छु म चाहिँ। सो अझै पनि म सुन्न चाहन्छु यसको यो टपिकको विषयमा चाहिँ। सो खासमा चाहिँ अब लाइक वाइ वी चोज दिस टपिक भन्दै गर्दा अब हामीले फर्स्टमै भनेको थियो हामी पोडकास्टमा चाहिँ, किनभने फर्स्टमा हामीले पोडकास्ट सुरु गर्दै गर्दा वी वर डिस्कसिङ अबाउट के विषयमा हामी बात गर्ने भन्दै गर्दा चाहिँ हाम्रो के भन्दा त्यो डिस्कस गर्दै गर्दा मैले चाहिँ के भनेको थिएँ भन्दाखेरि चाहिँ लेट्स नट टक अबाउट के भन्छ त्यसलाई, अब त्यो एकदम थियोलोजिकली डिप कुराहरू चाहिँ हामी बात नगरौँ न, बिकज एभ्री वान विल नट गेट इट भनेर है। हामी तर क्याजुअली होइन, सबै क्याजुअली हाम्रो युथले स्ट्रगल गर्दै गरेको कुराहरूमा त्यस्तोहरूमा हामी बात गरौँ भनेर भन्दै थिएँ। तर बट स्टिल यो ग्रेस भन्ने चाहिँ फेरि किन पपअप भयो भन्दाखेरि चाहिँ हिजो हाम्रो भाइले चर्चमा अनुग्रहकै विषयमा भन्दै थियो। सो अनि अनुग्रहकै विषयमा भन्दै गर्दा मलाई एक दुईवटा कुरा माइन्डमा आउँदै गर्दा ओके वी सुड टक अबाउट दिस भन्ने कुराहरू आइरहेको थियो नि त। किन भन्दै गर्दाखेरि चाहिँ
it is very important, just like faith is important, grace is also important, because when we believe यसरी भनेको छ नि त, by we are saved by grace through faith. सो खासमा चाहिँ हामीले जब विश्वास गरेर हामीले परमेश्वरलाई खोजिरहेको हुन्छ, हाम्रो जीवनमा चाहिँ अनुग्रह आउँदै गरेको हुन्छ, अनि त्यो अनुग्रहले चाहिँ हामीलाई बचाउँछ हो नि त खासमा चाहिँ. सो हामी कसले बाँचिँदैछौँ, हामी के कुराले गर्दा चेन्ज हुँदैछौँ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुनुपर्छ जस्तो लागेर चाहिँ. सो वी आर टकिङ अबाउट दिस. अनि त्यति मात्रै नभएर भाइले हिजो एउटा क्वेसन पनि गर्दै थियो है, अनि त्यो चाहिँ भाइले नै गर्यो भनेदेखिलाई चाहिँ अझै राम्रो हुन्छ होला भनेर है समय भाइलाई दिन्छु. सो त्यो प्रश्न चाहिँ के हो भन्दाखेरि चाहिँ वाट मेक्स क्रिस्चियनिटी डिफ्रेन्ट फ्रम अदर रिलिजन्स भन्ने नि त यो प्रश्न हुन्छ नि. यो सेम प्रश्न चाहिँ म त्यो इन्स्टेन्स पनि भन्न चाहन्छु है. त्यो सेम प्रश्न चाहिँ एउटा ठुलो युनिभर्सिटीमा चाहिँ एकदम बेसी प्रख्यात मान्छेहरू अथवा इन्टेलेक्चुअल्स मान्छेहरू चाहिँ उहाँहरू त्यहाँ बसेर त्यतिखेर उहाँहरूले यो प्रश्नलाई ट्याकल गर्नुहुँदै थियो अरे क्या. सो क्रिस्चियनिटी र अरू धर्महरूमा चाहिँ के फरक छ भनेर. सो धेरैजनाले हुन्छ नि त्यहाँनिर त्यो यसरी यो कुरालाई डिबेट गर्दै गरेको बेलामा चाहिँ त्यहाँनिर चाहिँ मान्छेले थुप्रो कुराहरू भन्नुहुँदै थियो अरे. अनि त्यो थुप्रो कुराहरू भन्दै गर्दाखेरि चाहिँ तिनीहरू एकदम बेसी हिटेड डिबेट भइरहेको थियो, अनि केही सल्युसनै पाएको थिएन अरे क्या उहाँहरूले. अनि त्यसको बादमा चाहिँ त्यो हुँदै गर्दाखेरि चाहिँ परमेश्वरको दास है C.S. लुइस, हामी धेरैजनालाई थाहा छ, अनि उहाँ चाहिँ रुममा आउनुभयो अरे क्या त्यतिखेर. अनि उहाँ रुममा आएर चाहिँ उहाँले भन्नुभयो अरे के हुँदैछ यहाँनिर, किन यति बेसी हिटेड डिबेट भइरहेको छ भनेर उहाँले प्रश्न गर्नुभयो अरे. त्यस पश्चात चाहिँ अरूहरूले भने अरे कि यसको विषयमा भइरहेको छ, क्रिस्चियन र अरू धर्महरूमा चाहिँ के डिफ्रेन्स छ भनेर. त्यहाँदेखि त्यतिखेर चाहिँ उहाँले एकदम एउटा असल वान वर्ड एन्सर दिनुभयो अरे क्या. अनि उहाँले चाहिँ के भन्नुभयो अरे भन्दाखेरि चाहिँ इट्स भेरी इजी, इट्स ग्रेस भन्नुभयो अरे क्या. सो साँच्चीमै कति सत्य है, किनकि हामीलाई अरू रिलिजन्सहरूमा हामी के भेटाउँछौँ, अथवा अरू कुराहरूमा हामी के भेटाउँछौँ, अरू वर्ल्ड भ्युजहरूमा हामी के भेटाउँछौँ भन्दाखेरि चाहिँ इट्स अल अबाउट वर्क्स हो नि त. हामी हिन्दुइजम अथवा हामीले बुद्धिज्मलाई पनि सुन्नु पऱ्यो भने पनि त्यहाँनिर हामी भेट्छौँ मोक्ष पाउनको निम्ति चाहिँ इफ यु डु गुड युल डु गुड भन्छ नि त. जस्तो कर्मले पनि त्यही सिकाउँछ हामीलाई, इफ यु डु गुड इट विल बी गुड फर यु अल्सो, इट विल बी गुड फर यु. तर क्रिस्चियनिटीमा चाहिँ हामी के भेटाउँछ भन्दाखेरि एउटा नयाँ कन्सेप्टलाई हामी भेटाउँछौँ क्या. अनि द्याट इज कल्ड ग्रेस, द्याट यु डोन्ट ह्याभ टु अर्न, एनिथिङ, यु डोन्ट ह्याभ टु डु एनिथिङ क्या. अनि त्यो कुरालाई चाहिँ हुन्छ नि हेर्दै गर्दाखेरि चाहिँ आई फिल इट, म जेन्युनली त्यो कुरालाई रिलेट गर्न सक्छु भनौँ न. सो अब के भन्छ यहाँनिर फेरि यस्तै हो नि त, लाइक मेन कन्फ्युजन चाहिँ यही हो नि त होइन. लाइक वेन वी से लाइक अनुग्रह छ भनेदेखिलाई चाहिँ इफ ग्रेस, वेन ग्रेस कम्स इन ग्रेस यु डोन्ट ह्याभ टु डु एनिथिङ भन्दै गर्दा चाहिँ फेरि इभन क्रिस्चियन डोमभित्र पनि धेरैजनालाई इट विल ट्रिगर देम क्या. बिकज मेनी अ टाइम्स वी बिलिभ द्याट वी हेभ टु डु समथिङ टु अर्न फ्रम गड भनेर होइन. सो त्यो विषयमा पनि अझै बिकज भाइले स्टार्ट गरे होइन, सो भाइले नै यसमा पनि अझै लाइक पुट सम लाइट अपन दिस नि, लाइक यु डोन्ट ह्याभ टु डु एनिथिङ भन्नाले वाट डु यु रियली मिन? यु डोन्ट ह्याभ टु डु एनिथिङ भन्नाले चाहिँ नि लाइक सेल्भेसन जुन चाहिँ हामी कुरा गर्छौँ नि त, मोक्ष भनेर, अथवा अब नेपालीमा भन्दै गर्दाखेरि मोक्ष भनिन्छ, इङ्ग्लिसमा सेल्भेसन. त्यो पाउनको लागि चाहिँ हामी अरू कुराहरूमा, अरू वर्ल्ड भ्युजहरूमा हामी हेर्दै गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ भन्छ नि त यु हेभ टु डु समथिङ. तपाईँले राम्रो गर्नु हुँदैछ भने, तपाईँले एकदम अरूलाई तपाईँले पुण्य कमाउनु हुँदैछ भने चाहिँ द्याट यु विल गेट द्याट, तपाईँले सेल्भेसन पाउनुहुन्छ. तर क्रिस्चियनिटीमा आउँदै गर्दाखेरि हामीलाई नयाँ भ्यू पोइन्ट हामी भेटाउँछौँ क्या, कि हामी चाहिँ द्याट वी आर नट सेभड बाई आवर वर्क्स. हाम्रो कामबाट हामी बाँचेको होइन, हामीले राम्रो गरेको, अथवा म सन्डे चर्च जाँदैछु, म सन्डे मैले वर्सिप लिड गर्दैछु, मैले सन्डे चर्चमा गएर म वचन बोल्दैछु, त्यो कारणले गर्दाखेरि चाहिँ आइ एम नट सेभड. बट बिकज अफ द वर्क अफ क्राइस्ट, उहाँको ग्रेसको कारणले गर्दाखेरि चाहिँ म बाँचेको भनेर. ओके, सो देन अब किन भन्दाखेरि धेरै क्वेसन्सहरू आउन सक्छ नि त होइन. इभन मलाई पनि आउँछ कतिचोटि क्वेसन्सहरू होइन. त्यो चाहिँ के भन्दा ओके सो मैले केही गर्नु पर्दैन भनेदेखिलाई म चर्च किन जानु, वाइ सुड आई बी अ गुड बोय, गुड गाई भन्ने, बिकज हिज ग्रेस विल सेभ मी नि त होइन. म किन राम्रो हुनु, किनभने मेरो 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 के भन्छ त्यसलाई सोच पनि पहिला त्यस्तै थियो नि त. हामी 2009 लाइक वेन आई वाज इन क्लास 9 or 10 हाम्रो फ्यामिली कन्भर्ट भएको है. अनि कन्भर्ट भएकै अब लाइक द लङ स्टोरी सर्ट धेरै कुराहरू भयो फ्यामिलीमा नि. माई ड्याड पास्ट अवे, अनि त्यहाँदेखि
म पनि त्यहाँबाट घरमा बेसी नबस्ने, बाहिर बस्ने, साथीहरूसँगै हुने। अनि तर एउटा कुरा चाहिँ थाहा थियो, लाइक डिप डाउन इन माई हार्ट आई न्यू द्याट लाइक देयर इज ओन्ली वान गड, जिजस इज ट्रु गड। प्लस अब हाम्रो अरू फ्यामिली सबैजना त स्टिल दे आर लाइक हिन्दू नि त होइन। सो त्यही भएकोले गर्दा म त्यहाँ पनि जान्थेँ, दसैँ दिवालीमा आई युज टु गो होइन, आई युज टु बी पार्ट अफ द्याट सेरेमोनिज एन्ड अल होइन। अनि म इन्जोय पनि गर्थेँ। अनि तर मनमा चाहिँ के हुन्थ्यो भन्दाखेरि फेरि त्यति बेला जाँदै गर्दाखेरि मलाई मेरो रिलेटिभ्सहरूले होइन अब लाइक अब एउटै छोरा भएकोले गर्दाखेरि होइन फेरि फर्किने यस्तो यस्तो भन्थेँ होइन, फकाउँथ्यौँ पुरा। तर र पनि म त्यति बेला चाहिँ इभन दो आई वाज नट लिभिङ राइटली, आई वाज नट लिभिङ बाइबलले भने जस्तै, बट स्टिल मेरो मनमा चाहिँ काहीँ न काहीँ डिप डाउन चाहिँ के थियो भन्दाखेरि चाहिँ होइन गड चाहिँ एउटै हो, अनि वान ट्रु गड चाहिँ यीशु नै हुनुहुन्छ भनेर। तर फेरि मेरो विश्वास या त मेरो सोच चाहिँ के थियो भन्दाखेरि चाहिँ एक दिन अहिले म के छु, जवान छु होइन, जवान छु अहिले, लाइफ इन्जोय गरिरहेको छु। त्यहाँबाट एक दिन के अरे क्षमा मागिहाल्छु नि त, क्षमा गरिहाल्नुहुन्छ। सो द्याट वाज माई अन्डरस्ट्यान्डिङ एन्ड द्याट इज वाट आई युज टु थिङ्क भन्ने नि त हो। सो त्यसरी नै अहिले अरूहरू पनि जिरहेको छ भनेदेखिलाई चाहिँ लाइक इज इट ओके, इज इट राइट, इज इट रङ, बिकज ग्रेस इज देयर नि त भन्ने नि। त्यसमा चाहिँ के भन्छ, त्यसमा चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ फर मी आई नो अँ, होइन, या, किन भन्दा म त त्यहीँबाट आएको नि। तर ठिकै हो, सही आई वान्ट यु टु थिङ्क अबाउट इट नि त। ठिकै हो ठिकै हो। म चाहिँ यसमा के मेरो के छ भन्दाखेरि चाहिँ ग्रेस चाहिँ नि हामी धेरैचोटि लाइसेन्स टु सिन पाराले पनि लिइरहेको हुन्छौँ। तर खासमा भन्नुपर्दाखेरि चाहिँ ग्रेस चाहिँ के हो भन्दाखेरि चाहिँ इट इज अ ट्रान्सफर्मेटिभ पावर। तपाईँले पनि भन्नुहुँदै थियो अघि है, परमेश्वरको अनुग्रहले चाहिँ हामीलाई के गर्छ भन्दाखेरि चाहिँ इट विल नट किप अस इन सिन, तर हामीलाई त्यहाँबाट उहाँले Okay. निकाल्नुहुन्छ क्या। ओके, निकाल्नुहुन्छ। सो वाट क्यान बी से भन्दाखेरि नि होइन, सो त्यसो हो नि यदि कसैले चाहिँ लाइक त्यहाँ क्रिस्चियन ऊ चर्चभित्रै छ, उसको लाइफ ट्रान्सफर्म भइरहेको छैन, तर बट स्टिल इज आई बिलिभ इन जिजस भनेदेखिलाई हामी के कन्क्लुड गर्नु, लाइक उसको जीवनमा अनुग्रह छैन, विश्वास गर्दैन भनेर कन्क्लुड गर्नु? किन भन्दाखेरि अनुग्रहले त ट्रान्सफर्म गर्छ हेर्ने, लाइक लेट्स बी सो यस 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 लाइक यसलाई चाहिँ एकदम के भन्छ अन पोइन्ट हामी यो कुरालाई लैजाउँ न होइन। बिकज समटाइम्स वी टेन टु थिङ्क लाइक चर्च गयो भन्दामै भइहाल्छ होइन, प्रार्थना पनि गरिरहेको हुन्छ हो, तर पनि लाइफमा चेन्ज हुँदैन नि त। सो त्यो चाहिँ के अनुग्रह नभएको? अब इन अ सेन्स मेरो इन्टरभ्यू भएको छ भइरहेको छ है होइन, तर भए पनि यस। If we choose to talk about hard topics, we have to be ready, like prepared to हजुर face all these questions. ठिकै हो, अझै सही हो। यहाँनिर त म तिमीलाई मजाले सोधिरहेको छु। Yes, yes. सो यो चाहिँ अब प्र्याक्टिस जस्तै हो नि त होइन, वी आर लर्निङ अल्सो होइन, वी आर प्र्याक्टिसिङ अल्सो। सो अब डिफेन्ड गर्नु पऱ्यो नि त, बिकज यो तिमी आफै भन्दै थियौ नि त, म आजकल यो कुराहरूमा पुरा बात गर्छु भनेर होइन, Yeah. चर्चेसहरूमा जहीँनिर सर्मन्स पाएँ भनेदेखिलाई पनि यु टक अबाउट ग्रेस एन्ड आई एम नट सेङ यु सुडन्ट, तर वी सुड बी रेडी टु फेस अल दिस क्वेसन्स अल्सो नि ठिकै त। भन्नुभयो, हजुर हजुर। सो अघि जस्तो मैले अघि तपाईँलाई पोइन्ट भनिरहेको थिएँ नि, द्याट ग्रेस विल नट किप यु इन युर सिन भन्ने नि त। सो त्यही त भनेको त मेरो क्वेसन चाहिँ, इफ द्याट पर्सन इज सेइङ द्याट आई बिलिभ इन क्राइस्ट, इफ द्याट पर्सन इज गोइङ टु चर्च अल्सो, बट स्टिल वी नो नि त देयर पिपल छोड्दैन, बिलिभ इन क्राइस्ट त छोड्दै सेवा काहीँ पनि गरिरहेको छ क्या, वी नो पिपल लाइक द्याट कि कसो, बट स्टिल दे आर लिभिङ इन सिन, फिलिङ नथिङ, like feeling like it's all okay, it's all right. So what do you say about that? प्रभुको अनुग्रह छैन त्यस्तो उनीहरूको होइन। जीवनमा? नो नो नो, लाइक नट परमेश्वरको अनुग्रह उहाँसँग छैन होइन, तर इट्स अबाउट यस्तो पनि हो नि त, अब परमेश्वरको अनुग्रह साथसाथमै छ, तर दे हेभ दे ओन फ्री विल एज वेल होइन, उनीहरूकोमा आफ्नो तर अनुग्रह छ भने त लाइफ चेन्ज हुन्छ नि त, लाइफ चेन्ज हुन्छ। यस, भेरी ट्रु। चेन्ज भएको छैन भने चाहिँ मेरो क्वेसन अझै बुझेको छैन। ओके, सो यसमा तपाईँले के म यसमा मलाई मेरो पोइन्ट भन्नु पर्दै गर्दाखेरि चाहिँ म के भन्छु भन्दै गर्दाखेरि चाहिँ नलेज इज नट इनफ होइन, अन्त नलेज प्लस अन्डरस्ट्यान्डिङ चाहिन्छ। अनि हामीले के हो, हामी बात मारिरहेको थियो त 18 इन्च जर्नीको, हाम्रो अडियन्सलाई सायद थाहा छैन होला, 18 इन्च जर्नी चाहिँ यो माइन्डदेखिको हार्टको जर्नी हो नि त। सो डिस्टेन्स माइन्डदेखि हार्टको डिस्टेन्स चाहिँ 18 डिस्टेन्स इन्च। चाहिँ 18 इन्च, अनि त्यो जर्नीलाई चाहिँ 18 इन्च जर्नी भनिन भन्छ। अनि यस, देयर आर सो मेनी पिपल हु हेभ अन्डरस्ट्यान्ड गड्स अन्डरस्ट्यान्ड वर्ड, भन्दा हु हेभ नलेज भनौँ हु न। हेभ नलेज होइन, बट स्टिल कतिचोटि चाहिँ उनीहरूको पर्सनल लाइफमा परमेश्वरलाई उनीहरूले
पर्सनल वेमा नलिँदै गर्दाखेरि चाहिँ हामीले चेन्जेसहरू नदेख्न सक्छौँ। अब उम्, मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ उम्, म रङ पनि हुन सक्छु, तर उम्, त्यही हो 18 इन्च जर्नी इज इम्पोर्टेन्ट। उम्, उम्, यहाँदेखिको यहाँसम्म पुग्नुपर्ने जर्नी चाहिँ इम्पोर्टेन्ट छ। एकदमै उम्, इम्पोर्टेन्ट छ। अन्त सो द्याट्स वाइ हामी प्रार्थना गर्दै गर्दा वेन वी स्पेन्ड टाइम विथ लर्ड, म चाहिँ भन्छु वी मस्ट आस्क नलेज होइन, विस्डम। प्लस म चाहिँ अस्ति पनि मैले पुरानो पोडकास्टमा पनि भन्दै थिएँ, सो आई अल्सो आस्क लर्ड टु बी रियल इन माई लाइफ। अनि जब चाहिँ लर्ड हि बिकम्स रियल इन माई लाइफ, तब चाहिँ रियली चेन्जेसहरू आउँछ। अन्त जब परमेश्वर चाहिँ साँच्चै नै रियल हुन्छ, तब चाहिँ हामीले ग्रेस भन्ने कुरा चाहिँ अझै मजाले बुझ्छौँ जस्तो मलाई लाग्छ। सो या मेरो चाहिँ पोइन्ट त्यस्तो छ। उम्, Okay, so they have knowledge, उम्. but कसरी भन्नु, like they have knowledge but they haven't accepted that knowledge or what? They have ट्रुली not. बिलिभिङ भनौँ न, उम्. त्यो पनि हामी भन्न सक्छौँ। So अब that अहिले means they are बस्दै not गर्दाखेरि believer. अब नट बिलिभर त होइन टोटली, अब तर होइन कतिवटा सत्यताहरू अब होइन, यस्तो कतिचोटि हुन्छ फेरि नि त, त मलाई यस्तो ग्रेस अ, हुन्छ। सो कतिचोटि मलाई यस्तो पनि लाग्यो अलिकति ल्याक अफ अन्डरस्ट्यान्डिङ पनि हुन्छ। कतिजनालाई चाहिँ अन्डरस्ट्यान्डिङ भएर पनि त्यो जर्नी 18 इन्च जर्नीको खाँचो हुन्छ। सो कतिजनालाई चाहिँ अलिकति ल्याक अफ अन्डरस्ट्यान्डिङले गर्दाखेरि पनि उनीहरूको लाइफमा चेन्जेसहरू नआएको हुनसक्छ, बिकज दे माइट ह्याभ कन्फ्युजन, दे माइट ह्याभ क्वेसन्स, एन्ड दे माइट ह्याभ हामी जस्तो, दे माइट नट ह्याभ हामी जस्तो त्यो सर्कल क्या, जहाँनिर चाहिँ उनीहरूले क्वेसन सोध्नु सक्छ अनि एन्सर पनि पाउनु सक्छ। Okay. सो इभन मैले पनि थुप्रोचोटि मैले कतिचोटि युथ्सहरूलाई, अनि कतिचोटि युथ्स मात्रै होइन, इभन मभन्दा ठुलो बडाहरू पनि मैले देखेको छु। अनि म आफूलाई ज्ञानी भन्दिनँ, तर मैले देख्दै गर्दाखेरि चाहिँ अलिकति ल्याक अफ अन्डरस्ट्यान्डिङले गर्दाखेरि चाहिँ उनीहरूको जीवनमा परिवर्तन आउनु चाहिँ गाह्रो भइरहेको कुराहरू मैले देखेको छु, अनि मलाई चाहिँ त्यस्तो लाग्छ। सो त्यसले गर्दाखेरि चाहिँ उनीहरूलाई अलिकति उनीहरूको लाइफमा चेन्जेस चाहिँ अलिकति नदेखेको कारणहरू चाहिँ त्यो हुनसक्ला भन्ने खालके Lack of understanding. ल्याक अफ अन्डरस्ट्यान्डिङ अरू? पनि म प्लस चाहिँ त्यही भन्छु इन अ सेन्स ट्रुली बिलिभिङ भनेर। साँच्चीमै कुनै मान्छेले चाहिँ उहाँको अनुग्रह, उहाँको सत्यता जुन चाहिँ कुरामा छ, त्यो कुरालाई उसले विश्वास गरेर ऊ अगाडि बढ्यो भने नि त्यो त अन्त फेरि ट्रान्सफर्मेसन आउँछ just भनेर। like I'll come back to again the same Mm. question. Truly, if they are not truly believing भनेदेखि त they are not believing. त्यही भन्छु म। Okay, so let's अझै म सिम्प्लिफाई गर्दै जाउँ न नि यो Mm. कुरालाई। So like मेरो simple concern about this topic is because for me also what I say is grace चाहिँ it is a transforming power of God, no doubt in that होइन। सो कसैको जीवनमा ग्रेस छ भनेदेखिलाई चाहिँ इभन आई बिलिभ ट्रान्सफर्मेसन हुन्छ। यस, द्याट ट्रान्सफर्मेसन इज नट ओभरनाइट होइन, द्याट ट्रान्सफर्मेसन विल टेक टाइम, नो डाउट। इट्स अ प्रोसेस नि त। यसरी त हुँदैन नि त होइन, के कसो हो। सो तर बट स्टिल ट्रान्सफर्मेसन त हुन्छ नि त होइन, वी विल सी चेन्जेस नि त हो। तर लाइक देयर आर पिपल हु गो टु चर्च फर सो मेनी इयर्स बट स्टिल पहिला म वचनहरूमा पनि भन्ने गर्थेँ, वचनभन्दा पनि लाइक मैले बोल्ने समयहरू पाउँदाखेरि त्यति बेला पनि भन्ने गर्थेँ। अनि त्यो चाहिँ के भन्दाखेरि अहिले धेरैचोटि विश्वासीहरूको चाहिँ के मात्रै भइरहेको छ भन्दादेखि यहाँ चाहिँ विश्वासी हुनुभन्दा अगाडि मन्दिर जान्थ्यो, विश्वासी भइसकेर मन्दिर जानु छोडेर चर्च जान्छ। द्याट्स द ओन्ली डिफरेन्स इन देयर लाइफ। तर उनीहरूको डे टु डे लाइफमा देयर इज नो डिफरेन्स होइन। द वे दे टक, द वे दे थिङ्क, द वे दे लिभ, नो डिफरेन्स, सेम। जस्ट त्यो के अरे डिभोसन गर्ने प्लेस मात्रै चेन्ज भइरहेको छ क्या। बुझ्दैछु। त्यो चाहिँ किन? त्यो चाहिँ मलाई चाहिँ किन लाग्छ भन्दै गर्दाखेरि चाहिँ बिकज दे आर ल्याकिङ टु ह्याभ पर्सनल रिलेसनसिप विथ गड। वाइ? त्यो चाहिँ कतिचोटि यस्तो पनि हुनसक्छ, अब अघि मैले भनेकै जस्तै ल्याक अफ अन्डरस्ट्यान्डिङ, अन्त त्यो 18 इन्च जर्नी पनि मैले भनेँ। अन्त अर्को चाहिँ त्यो माहौल अरेल्स त्यो जुन भोजन उनीहरूलाई चाहिएको छ त्यो नपाइरहेको पनि हामीले भन्न सक्छौँ, सायद मलाई त्यस्तो लाग्छ। ओके, होइन लाइक अहिले जस्ट क्वेसन्सहरूलाई मात्रै ट्याकल गऱ्यो। विल कम ब्याक टु दिस ग्रेस भन्ने कुरामा विल कम ब्याक, नो डाउट होइन। अन्त त्यही त मेरो चाहिँ त्यही त सिम्पल नि। जस्तै किन भन्दाखेरि यस्टरडे जब भाइले पनि बोलिरहेको थियो होइन, आई वाज थिङ्किङ अबाउट अल दिस थिङ्स।
अनि अहिले आउँदै गर्दा पनि किन भन्दादेखिलाई भने नि त भाइको हिजो पनि सुरमुन स्टार्ट गर्ने बेलामा स्टेटमेन्ट नै यही थियो नि त लाइक वाइ क्रिस्चियनिटी इज डिफ्रेन्ट भन्दा चाहिँ इट इज बिकज अफ ग्रेस भनेर नि होइन तर अहिले आएर हेर्दै गर्दाखेरि चाहिँ बिकज पिपल हेर्ने ह्युमन बिङ हो ह्युमन बिङ होइन मान्छे हो मान्छेले चाहिँ देखेकै कुरामा नै के गर्छ विश्वास गर्छ विश्वास गर्छ होइन फुस त अब अहिले हामी पो कति कुरा बुझेर होइन प्रभुमा अलिक घनिष्ठ नजिकमा आएर पनि कतिवटा कुरा देख्दै गर्दा पनि होइन हौ वचनले यस्तो भन्छ भन्दै अब हामीले आफूले आफूलाई त्यसरी के गरेको छ भने अब सिकाएको छ भनौँ न लाइक गड हेज टट अस टु थिङ्क लाइक द्याट भनौँ न होइन तर मेनी पिपल विल लुक एट आवर एक्सन्स नि त के कसो हो अनि ग्रेस त इट इज अ गिफ्ट सबैकोमा छ everyone gets it. God has given grace to everyone. But still, why don't we see that changes in their lives? Even though they have grace. अब जस्तै अघि मैले भाइलाई सिम्पल क्वेसन गरेँ नि यदि उसको लाइफ चेन्ज भएको छैन भनेदेखिलाई उसकोमा ग्रेस छैन भन्दादेखिलाई फर मी मलाई कसैले सोधेको भए चाहिँ म चाहिँ के भन्दा ग्रेस त छ नि ग्रेस छ र त त्यो मान्छे चेन्जै नभएको पनि सास फेरिरहेको छ होइन लाइक द्याट फेभर अफ गड इज विथ एभ्री वान नि नो डाउट होइन तर फेरि हामीलाई के भन्छ भन्दा चाहिँ त्यो ग्रेसले त चेन्ज पनि गर्छ नि त मान्छेलाई तर किन भइरहेको छैन भन्ने कुरामा चाहिँ हामी किन भन्दाखेरि आई ट्रुली बिलिभ यदि हामीले यो कुरामा मजाले डिप डाउन गयो भने चाहिँ इट विल हेल्प मेनी यङ बिलिभिङ क्रिस्चियन्स अनि यङ बिलिभर्स अनि बिकज आई नो धेरैचोटि इभन म पनि आई वाज इन द्याट प्लेस होइन हामी चेन्ज हुन चाहन्छौँ तर हामीलाई थाहा नै हुँदैन क्या म कसरी चेन्ज हुनु लाइक आई वान्ट माई लाइफ टु बी बेटर होइन तर मलाई थाहा नै हुँदैन क्या म कसरी बेटर हुनु भनेर तर आई ट्रुली बिलिभ इफ यु अन्डरस्ट्यान्ड अबाउट दिस थिङ अबाउट ग्रेस होइन हाउ टु रिसिभ दिस ग्रेस फ्रम गड एन्ड हाउ टु अपरेट त नभनौँ तर हाउ टु लिभ थ्रु दिस ग्रेस अफ गड भनेर हामीले जब बुझ्यो भनेदेखिलाई नि इट विल बी भेरी हेल्पफुल फर बिलिभर्स टु चेन्ज त्यो हृदयमा चेन्ज आउनुको लागि बिकज वान्स यु इन्काउन्टर हिज ग्रेस वान्स यु स्टार्ट लिभिङ थ्रु हिज ग्रेस यु विल नेभर बी द सेम पर्सन अन्त अर्को कुरा भनिहाल्यो नि इट वोन्ट बी ओभर नाइट इट विल टेक टाइम तर बट स्टिल यु विल नेभर बी द सेम पर्सन हो सो इट्स राइट देयर ग्रेस इज राइट देयर फर यु to grab, I know, because God has already given His grace to us. Oh, so about how do we receive that grace, or how do we live through that grace of God? कसरी इन द सेन्स मलाई भन्दाखेरि चाहिँ बिलिभिङ भनौँ न ट्रुली बिलिभिङ मैले अघि भन्दैछु है ट्रुली बिलिभिङ इन वाट गड हेज डन यीशु ख्रिस्टले के गर्नुभएको छ क्रुसमा भनेर जबसम्म हामीलाई वी डोन्ट रियलाइज द ग्रेस अफ गड हुन्छ नि परमेश्वरको अनुग्रह जुन चाहिँ प्रेम उहाँले त्यो क्रुसमा देखाउनु भयो अनि आई एम अ स्टर्न बिलिभर म एकदम यो कुरालाई विश्वास गर्छु वी हेभ टु नो द वर्क अफ क्राइस्ट जो क्रुसमा उहाँले गर्नुभयो ओके द्याट इज ग्रेस होइन त्यो सबै पनि ठिकै हो होइन तर डे टु डे लाइफमा प्र्याक्टिकली हाउ डु यु इन्कर्पोरेट द्याट सो डे टु डे लाइफमा चाहिँ कसरी त्यसलाई इन्कर्पोरेट गर्छ भन्दै गर्दा चाहिँ कतिचोटि ग्रेस भन्दै गर्दा हामीले वी जस्ट थिङ्क अबाउट गिफ्ट बट ग्रेस चाहिँ यो पनि हो नि त लाइक ही नेभर लेफ्ट ही इज अलवेज देयर होइन अन्त ही फरगिभ्स होइन अन्त मैले अघि पनि भनेको जस्तै लाइक यही अन्डरस्ट्यान्डिङहरूले चाहिँ हेल्प गर्छ भन्छु म चाहिँ ओके अरू यति नै भन्न चाहन्छु लाइक अब ओके प्र्याक्टिकली तिमीले चाहिँ कसरी इन्कर्पोरेट गर्यो लाइक हाउ डु यु रियलाइज ओके गड्स ग्रेस इज एक्टिभली वर्किङ इन माई लाइफ भनेर हाउ डु यु रियलाइज एन्ड हाउ आर यु किपिङ इट अलाइभ इन यर लाइफ सो यो चाहिँ मैले चाहिँ कसरी देखेँ भन्दै गर्दाखेरि चाहिँ लास्ट पोडकास्टमा हामीले भनिरहेको थियो जब चाहिँ म उहाँसँग मेरो पर्सनल रिलेसनसिप मैले बनाउन थालेँ अनि उहाँसित मैले टाइम स्पेन्ड गर्न थालेँ आई स्टार्टेड सिइङ चेन्जेस इन माई लाइफ अस्ति मैले भन्दै थिएँ द वे आई स्पिक द वे आई मुभ द वे आई टक सबै कुरामा इम्प्याक्ट मैले देखेँ अन्त त्यसरी मेरो लाइफमा चेन्जेसहरू देख्दै गर्दाखेरि चाहिँ यस परमेश्वरको अनुग्रह ममा छ भन्ने कुरा चाहिँ मैले भन्न सक्छु भन्ने मलाई लाग्यो अन्त सो त्यो भन्नु चाहन्छु म चाहिँ मलाई भन्नु पर्दाखेरि चाहिँ मैले अघि पनि भन्दै थिएँ हुन्छ नि
इट्स अबाउट बिलिभिङ भन्नु। जब मैले बिलिभ गर्नु थालेँ नि उहाँले साँच्चैमै मेरो निम्ति गर्नुभएको कामहरूको निम्ति, जब वेन आई स्टार्टेड बिलिभिङ द्याट, अनि त्यही ओभरफ्लोबाट चाहिँ मैले देख्न पाइरहेको छु क्या मेरो जीवनमा नयाँ काम हुँदै गरेको, मेरो जीवनमा मलाई कतिवटा कुराहरू बन्धनमा राखेको कुराहरूबाट, त्यसबाट चाहिँ म कहिले मुक्त हुन सकेँ, कहिले म अहिले फ्री हुँदैछु भन्दाखेरि चाहिँ वेन आई अन्डरस्टुड द वर्क अफ क्राइस्ट, यीशु क्रिस्टको काम अथवा जुन चाहिँ ग्रेस उहाँले म माथि देखाउनु भयो, त्यही ग्रेसबाट चाहिँ मैले त्यो ओभरफ्लोलाई मैले देख्न सकिरहेको छु पर्सनल डे टु डे लाइफमा भन्नुपर्दा। So how do you understand or how do you know about his work? Simple question है। सिम्पल क्वेसन, अब त्यही जीवनमा चेन्जेस, लाइफमा कतिवटा कुराहरू चेन्जेस। फेरि सुन ल मेरो क्वेसनलाई, हाउ डु यु आज तिमीले भने नि बाई अन्डरस्ट्यान्डिङ द वर्क अफ क्राइस्ट, बाई नोइङ वाट हि हेज डन फर मी, सो हाउ डु यु नो वाट हि हेज डन फर यु? बाई रिडिङ द स्क्रिप्चर्स, त्यो रिडिङ द स्क्रिप्चर्स। सिम्पल क्वेसन, कोही त ध्यान देऊ न, क्वेसन सिम्पल सोध्दैछु त, सिम्पल क्वेसन। सो सिम्पल भन्नाले होइन, नाउ अब चाहिँ वी आर कमिङ इन लाइन नि त, Yeah. बुझ्दैछौ? अब चाहिँ खास सिम्प्लिफाई हुँदैछ। सो सिम्पल भनेको चाहिँ वी आर सेभ्ड बाई Grace. Grace. थ्रु Faith. फेथ। सो Yeah. अघिदेखि हामी यसमा नै घुमिरहेको थियो, तर Okay. वी वर नट एबल टु सिम्प्लिफाई इट। अनि मैले चाहिँ क्वेसन गरेर चाहिँ सिम्प्लिफाई गर्नु भन्नु खोजेको चाहिँ ग्रेस कसरी लाइफमा आउँछ एक्टिभली, जस्तै मैले सोचेँ नि, ओके एभ्री डे कसरी इन्कर्पोरेट गर्छौ तिमीले? सो यसमा चाहिँ मैले अघि भन्दै थिएँ नि पर्सनल रिलेसनसिप भने, अनि यो पर्सनल रिलेसनसिपलाई चाहिँ सायद अझै इलेबोरेट गर्नु पर्थेछ। सो पर्सनल रिलेसनसिप भन्दै गर्दाखेरि अब हामीले कसरी बुझ्छौँ, लाइक गड फादर होइन, परमेश्वर र म बिचमा चाहिँ पर्सनल रिलेसनसिप छ नि त। सो उहाँ अनि मेरो बिचमा चाहिँ कोही पनि आउनु सक्दैन, नट इभन एनी पास्टर, नट इभन माई मम एन्ड ड्याड, नट इभन माई फ्रेन्ड्स। पर्सनल रिलेसनसिप छ नि त। सो पर्सनल रिलेसनसिपलाई चाहिँ बिल्ड गर्नु जरुरी छ। अनि कुनै पनि रिलेसनसिपलाई बिल्ड गर्नुको लागि त्यहाँनिर थुप्रो एक्सपेक्ट्सहरू भन्छ होइन, एस्पेक्ट्सहरू हुन्छ। सो कन्भर्सेसन हुनु पऱ्यो, ट्रस्ट हुनु पऱ्यो, प्लस अझै त्यसमा अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो, सेक्रिफाइस हुनु पऱ्यो। अन्त त्यो मेरो अनि परमेश्वरको त्यो पर्सनल रिलेसनसिपमा चाहिँ कन्भर्सेसन इज सो मच इम्पोर्टेन्ट। अनि कन्भर्सेसन भन्दै गर्दाखेरि प्रेयर इज सिम्पली टकिङ विथ गड। अन्त फेरि म मात्रै बोलेर भएन, इभन गड अल्सो वान्ट्स टु टक विथ अस। उहाँ त हामीभन्दा बेसी इच्छा गर्नुहुन्छ हामीसित बोल्नु। अनि उहाँ हामीसित कसरी बोल्नुहुन्छ भन्दै गर्दा चाहिँ थ्रु वर्ड अफ गड। जब हामीले अध्ययन गर्नु थाल्छौँ, जब हामीले वचनमा ध्यान गर्नु थाल्छौँ, तब त्यो कन्भर्सेसन, हाम्रो बिचको कन्भर्सेसन भयो नि त। नट म मात्रै बोल्दै छैन, बट इभन हि इज अल्सो स्पिकिङ होइन। अन्त मैले थुप्रो कुराहरू अब उहाँ मसित बोल्नु हुँदै गर्दाखेरि चाहिँ सो मैले के गर्नुपर्ने, मैले कसरी जिउनु पर्ने, मैले कसरी बोल्नुपर्ने, त्यो कुराहरू आउँछ। अन्त प्लस अब रिलेसनसिप बिल्ड गर्दै गर्दाखेरि सेक्रिफाइसहरू आउँछ, कतिचोटि अन्डरस्ट्यान्डिङ आउँछ। सो यो अझै कतिवटा कुराहरू छ, तर मेन चाहिँ कन्भर्सेसन चाहिँ लाग्छ मलाई। मेन कन्भर्सेसन प्लस मेन एस्पेक्ट अफ रिलेसनसिप इज टाइम हो या समय दिनु पऱ्यो। अनि धेरैचोटि चाहिँ समय दिँदै गर्दाखेरि वाट आई बिलिभ इज लाइक कन्भर्सेसन पनि हुँदैन क्या, तर जस्ट सिटिङ इन हिज प्रेजेन्स होइन, जस्ट इन्जोइङ हिज प्रेजेन्स, जस्ट प्रेजेन्टिङ हिम, आफैलाई नै प्रेजेन्ट ourselves to him. God, I'm right here. Just waiting upon him. भन्ने हो नि त। सो ओके, सो लेट्स गेट ब्याक टु दिस होइन। We are saved by grace. It is a power of God which saves us through faith हो नि त। So grace comes through faith हो नि त हो। So without faith there is no grace. त्यस्तो भन्नु मिल्छ, बिकज इफ यु डोन्ट हेभ फेथ यु डोन्ट हेभ ग्रेस, सिम्पल एज द्याट। बिकज ग्रेस हाम्रो जीवनमा आउनुको लागि के चाहिन्छ? सो वी मस्ट ट्रस्ट हिम फर्स्ट। फेथ चाहिन्छ। सो फेथ कसरी आउँछ? बाई लिसनिङ बाई हियरिङ। एकछिन सोचेँ केटाहरू, यो त सन्डे स्कुल क्वेसन के अरे? फेथ कसरी आउँछ अरे? हाउ डज फेथ कम्स? बाई हियरिङ द वर्ड अफ गड। सो सिम्पल। अघिदेखि भन्दा खासमा हामी अघिदेखि वी वर लाइक अघिदेखि मैले क्वेसन गर्दा केटाहरूले पनि टक 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 आन्सर ठिकै थियो सबै, एकदम मजा आयो त। तर
रुटमा चाहिँ आइसकेको थिएन नि Yeah, त सो सिम्पल हो। भन्नु खोजेको चाहिँ लाइक वेन वी स्पेन्ड टाइम विथ हेम बुझ्नुहुँदैछ जस्तो अघि हामीले भन्यो नि वी सी पिपल इन चर्चेस दे कम टु चर्च दे प्रिच गुड सर्मन दे लिड गुड वर्सिप बट स्टिल समटाइम्स होइन उनीहरू 10-12 वर्ष हुन्छ चर्च आएको तर लाइफमा चेन्जेसै देखेको हुँदैन किन भन्दै गर्दाखेरि चाहिँ दे आर नट स्पेन्डिङ टाइम विथ गड हो, सिम्पल एज द्याट हो। किन एन्ड इफ यु आर नट स्पेन्डिङ टाइम विथ गड भनेदेखिलाई स्पेन्डिङ टाइम विथ गड भनेको चाहिँ अब सिम्पल हेर्नु ल देयर सो मेनी एस्पेक्ट्स होइन त्यसमा पनि तर सिम्पल मोस्ट इम्पोर्टेन्ट अनि बेसिक एस्पेक्ट चाहिँ के हो रिडिङ हिज वर्ड Yeah. इन डे टु डे लाइफ सो एभ्री डे वर्डै लाइक एभ्री डे इफ यु आर नट रिडिङ हिज वर्ड एभ्री डे यु आर नट लिसनिङ फ्रम हिम भनेदेखिलाई फेथ त कहाँबाट आउँछ चर्च गएर आउँछ हेर्ने अब यसो भन्दै गर्दा कस्तो रुट्स हुन्छ नि कतिचोटि त्यसो भने के चर्च किनभने पहिला पहिला होइन धेरैजनाले मलाई डाइरेक्टली नभन्यो भनेदेखिलाई पनि धेरैजनाले चाहिँ मैले भनेको सुनेको नि त भाइले त यस्तो यस्तो भन्दा रहेछ भनेर क्या तर म अरू भन्छु अहिले पनि सङ्गति पनि इम्पोर्टेन्ट छ खुसे छैन भनेर होइन आइएम नट टकिङ अबाउट द्याट तर अनुग्रह आउनुको लागि चाहिँ लाइक अनुग्रह नआए तपाईँ सङ्गति गयो भने चाहिँ नि तपाईँले आफू त अनुग्रह हुँदैन हुँदैन सङ्गतिमा पनि तपाईँले फेरि अरू कुरा बोकेर जानुहुन्छ अरे सो लेट दिस किप साइड है तर हेर्ने किन भन्दा बाइबलले के भन्छ फेथ डजन्ट कम बाई गोइङ टु चर्च faith comes by hearing his word. I'm not saying that going to church is not good. It's good. It encourages us. हेर्नु ल पढले भनेको छ नि कसै कसैको बानी भए चाहिँ के नगर्नु भेला हुनु नछोड्नु नछोड्नु भनेको छ नि त अनि तर उसले त्यतिमै राखेको छैन क्या तर भेला हुने उद्देश्य पनि भनेको छ नि त हामी भेला हुने उद्देश्य त हामीलाई त इन्करेज गर्नु पो हो त के इन्करेज गर्नु भन्दा चाहिँ भेला भएर चाहिँ यसरी अब हामी भेला भइरहेको छ एकअर्कालाई इन्करेज गरेर चाहिँ अब फर्केर जाँदाखेरि चाहिँ आफू चाहिँ प्रभुसँग कोठामा बसेर समय बिताउनुमा इन्करेज गर्नु हो नि त प्रेममा इन्करेज गर्नु हो नि त गुड वर्क्समा इन्करेज गर्नु हो नि त बुझ्नुहुँदैछ सो भेला गर्ने भेला हुनुको उद्देश्य त हामी आफै गएर प्रभुसँग अझै नजिक जाओस् भनेर इन्करेजमेन्टको लागि हुने उद्देश्य हो नि त सो भेलाको उद्देश्य त्यो हो तर भेला भएर हामी यदि आफ्नो घरतिर गएर चाहिँ फेरि समय नै बिताएको छैन भने त्यो भेला हुनेको पनि फेरि केही फाइदा भएन नि त सो द्याट इज वाट आइ एम ट्राइङ टु से बुझ्नुहुँदैछ सो त्यही भएर चाहिँ लाइक हामीले मलाई लागेको दिस इज माई अब्जर्भेसन होइन धेरैचोटि इफ यु सी देयर लाइफ उनीहरू चर्च त आउँछ होइन अनि फेरि यसरी भन्दै वी आर नट पोइन्टिङ फिङ्गर्स टु एनी वान वी आर नट सेइङ रङ टु एनी वान तर वी आर जस्ट ट्राइङ टु क्लियरिफाई थिङ्स नि होइन किन भन्दाखेरि अघि नै भने मान्छेहरूले चाहिँ के हुन्छ भन्दा चाहिँ पिपल नट जस्ट मान्छे अहिले आउने यङ जेनेरेसन्सहरूले पनि चर्चमा हेर्छ होइन आफूभन्दा एल्डरलीहरू होइन एल्डरली नभनौँ इभन सिनियर्सहरू उनीहरू कतिवटा चर्चको के भन्छ त्यसलाई लिडरसिपको भागहरूमा हुन्छ होइन अनि कति वर्ष भइसकेको हुन्छ सर्भ गरेको त्यो पोजिसनमा तर अरूले त देखिरहेको हुन्छ नि त वाट दे आर डुइङ हाउ दे आर टकिङ होइन अनि चर्च बाहिर कस्तो छ के छ फ्यामिलीमा कस्तो छ के छ भन्ने त देखिरहेको हुन्छ नि त सो अनि फेरि चर्चमा जाँदाखेरि सबै कुरा पर्फेक्ट देख्छ बाहिर आउँदाखेरि इम्पर्फेक्ट देख्दै गर्दाखेरि इभन आई विल डाउट नि फेरि डाउट चाहिँ कसलाई गर्छ भन्दा मान्छेलाई गर्दैन नि डाउट चाहिँ प्रभुलाई गर्छ नि त किन भन्दादेखिलाई चाहिँ अब बिकज वी आर डुइङ इन द नेम अफ गड नि त होइन के कसो सो कसको नाममा गर्दैछौ प्रभुको नाममा गर्दैछ नि यदि अन्त प्रभुको नाममा गर्दैछ भने चाहिँ नाम चाहिँ कसको नै बदनाम हुन्छ प्रभुको नै बदनाम हुन्छ नि त क्वेसन चाहिँ कसलाई नै आउँछ प्रभुलाई नै आउँछ नि त के कसो जस्तै अस्ति हामी भन्दै थियौँ हामी त राजदूतहरू एम्बेसिडर्सहरू अन्त अब यहाँ इन्डियामा युएसको एम्बेसीले केही काम बिगाड्यो भने त युएसलाई क्वेसन गर्छ नि त के कसो हो किन सो त्यस्तै वेमा यहाँनिर पनि हामीले के अरे अब युस के अरे क्रिस्चियन भइसकेर हामीले केही काम बिगाड्यो भने त क्वेसन त गडलाई गर्छ नि त सेम वे अब यङ जेनेरेसन होइन आउँदै गरेको भाइ बहिनीले चाहिँ चर्चभित्र आइएम नट टकिङ अबाउट अदर्स बट आइएम टकिङ अबाउट क्रिस्चियन युथ होइन अनि चर्चभित्र त्यस्तो देख्दै गर्दा त दे विल क्वेसन गड नि त होइन प्रभु तपाईँले त्यस्तो भन्नुहुन्छ तर द वान हु आर रिप्रेजेन्टिङ यु द वान हु आर leading होइन you the one who are teaching about you to us the one who says they are leading us towards you होइन तर उनीहरूकोमै त छैन के कसो त्यस्तो नहुनु पर्ने हो नि त तर किन भइरहेको छ भन्दादेखिलाई चाहिँ अघिमा हामीले फर्स्टमा भनिहाल्यो नि लाइक इफ ग्रेस इज देयर भने लाइक ग्रेस इज द लाइक सच अ वन्डरफुल गिफ्ट अफ गड बिकज इट ट्रान्सफर्म्स पिपल वी निड ग्रेस इच एन्ड एभ्री डे अनि बाइबलले चाहिँ के भन्छ ग्रेस कम्स थ्रु faith so when you have faith you'll have grace no doubt बुझ्नुहुँदैछ अनि मलाई चाहिँ दामी लागेको चाहिँ नि यो पास्टर एकजना पास्टरकोबाट सुनेको मैले पनि होइन अनि उहाँले मजाले भन्नुहुन्थ्यो क्या wherever there is faith there is grace हो कि होइन बिकज
we are saved by grace through faith. Grace comes where there is faith. Faith. Where there is faith, there is grace. So अनि हिब्रू 11 को 6 मा यसरी भनेको छ हैन, विश्वास बिना काम। काम, मैले विश्वास त बिना हिब्रू 11 को 6 आज faith त without works is dead. हिब्रू 11 को 6 भन्दैछ यो। आज त केटाहरूको टेस्ट आएको जस्तो हुँदैछ भन्नुहोस् न। हिब्रू 11 को 6 हो, विश्वास बिना परमेश्वरलाई रिजाउन सक्दैन। रिसाउन सक्दैन। सक्दैन भनेको छ नि त। सो त्यहाँनिर त्यति हामी त्यतिमा मात्र यो हुन्छ स्टप हुन्छ, तर आफ्टर द्याट इफ यु रिड भनेदेखिलाई चाहिँ के भनेको छ भन्दादेखिलाई चाहिँ तर जो कोही पनि उहाँ कहाँ आउँछ के गरेर आउनुपर्छ अरे, विश्वासको साथ आउँछ। विश्वास गरेर। के विश्वास गरेर आउनुपर्छ? That he is there भनेर। यस, द्याट हि इज There. देयर भनेर होइन। अनि जब कोही व्यक्ति त्यसरी आउँछ भनेदेखिलाई चाहिँ हि इज अ रिवार्डर अफ देयर फेथ भनेको छ क्या हामीलाई। अब लेट्स कनेक्ट अल द डट्स नि। सो मैले चाहिँ कसरी सिकेँ भन्दाखेरि, अनि मैले कसरी पर्सनल नि कसरी सिकेँ अनि कसरी बुझेँ भन्दा चाहिँ, सो वेन एभर आई गो टु अब रिलेसनसिपमा आउनु नि, वेन एभर आई गो टु मिट हिम होइन, अब कहाँ जान्छौ, रुममा जान्छु नि त, कोठामा होइन, एक्लै म बाइबल खोलेर जब बस्छु, आई हेभ टु गो विथ फेथ, विश्वास गरेर जानुपर्छ। के विश्वास गरेर? द्याट हि इज There. देयर भनेर होइन। सो उहाँ चाहिँ त्यहाँ हुनुहुन्छ भनेर जब म विश्वास गरेर जान्छु अरे, मेरो विश्वासले उहाँलाई के गर्छ, रिजाउँछ होइन, इट विल प्लिज हिम। अनि वेन हि इज प्लिज उहाँले के गर्नुहुन्छ अरे, हिब्रू 11 को 6 मा, अनि हि इज अ रिवार्डर अफ आवर फेथ हो नि त। सो उहाँले रिवार्ड दिनुहुन्छ क्या। अनि त्यो रिवार्ड चाहिँ के हो? Faith, grace. ग्रेस। के अरे त्यो रिवार्ड चाहिँ? ग्रेस कम्स देयर, बुझ्नुहुँदैछ? सो सिम्पल। त्यही भएर मैले अस्ति पनि भाइ बहिनीहरूलाई भन्दै थिएँ नि, अहिले हालैमा चाहिँ मैले धेरै भन्न थालेको छु, त्यो चाहिँ के भन्दा चाहिँ your faith or your believing doesn't have to be very big, it has, and it doesn't have to be complicated also, it just have to be very simple. अनि सिम्पल जस्तै यो हिब्रू 11 को 6 ले भनेको छ नि, कस्तो सिम्पल, that he is there. When you enter that room होइन, your secret place, believing that he is there, he will meet you out there. अनि दामी कुरा भनिदिउँ, मजाको कुरा, मलाई दामी लाइक वेन एभर आई पिक्चराइज अबाउट दिस होइन, किनभने मैले पनि जब सुन्दै थिएँ मैले पिक्चर गरेँ। अनि म वेन एभर आई के भन्छ, आई गो होइन, वेन एभर आइएम अलोन, वेन एभर आइएम रिडिङ माई बाइबल, म जब पनि बाइबल पढिरहेको हुन्छु, आई पिक्चराइज दिस थिङ्स नि त, एन्ड आई बिलिभ द्याट हि इज द्याट विथ मी हो। अनि जब म त्यो विश्वास गरेर जब बाइबल पढ्छु नि, हेर्नु ल, हि इज अ रिवार्डर भन्यो नि त होइन। सो अनि म जहिले पनि अरू भाइ बहिनीहरूलाई पनि भन्छु क्या, लाइक वेन एभर यु रिड यर बाइबल, जब बाइबल पढ्दाखेरि चाहिँ प्रे द सिम्पल प्रेयर भन्नु। त्यो चाहिँ के भन्दाखेरि, प्रभु दिस इज वाट आई प्रे, प्रभु आज म बाइबलबाट होइन, वाट एभर वर्सेस आई रिड, वाट एभर पार्ट अफ द स्क्रिप्चर आई रिड, आई वान्ट टु मिट यु भन्छु क्या। I want to meet you through the scriptures. So my intention, my purpose to read my Bible is to meet with him. बुझ्नुहुँदैछ? सो म त्यो बिलिफ लिएर जान्छु नि त, द्याट फेथ द्याट आई विल मिट हिम भनेर होइन। सो जब म त्यो विश्वास लिएर जान्छु, what will be my reward? He'll give you grace. त्यो त हो यो। तर मैले भन्दैछु लाइक मेरो एक्सपेक्टेसन के छ, के विश्वास लिएर जाँदैछु, द्याट आई एम गोइङ टु meet him. So my reward will be, I will meet him. बुझ्नुहुँदैछ कि कसो हजुर? आई विल मिट हिम। सिरियसली भनेको, जब हामी त्यो कोठामा हामी उहाँलाई भेट्छौँ नि, वी विल नेभर बी द सेम। अनि त्यो पास्टरले मजाले भन्नुहुन्थ्यो क्या, लाइक एभ्री टाइम वी एन्टर द्याट रुम विथ फेथ नि, वी मिट विथ हिम। अनि उहाँलाईसँग भेट्नु भनेको वी मिट विथ ग्रेस। किन भन्दादेखिलाई यूहन्नाको सुसमाचार पढ्नुभयो भने चाहिँ ट्रुथ एन्ड ग्रेस केम थ्रु जिजस भन्छ नि त होइन, बाइबल पढ्नु चाहिँ अझै यूहन्नाको सुसमाचार 1 को इफ आइएम नट रङ भनेदेखिलाई 16 र 18 को बिचमा छ, आफ्टर 14 होइन। जब त्यहाँ 14 मा चाहिँ के भनेको छ, वचन देहधारी हुन आयो भनेको छ। अनि आफ्टर द्याट पढ्दै गयो भनेदेखिलाई चाहिँ एन्ड ग्रेस एन्ड ट्रुथ केम थ्रु क्राइस्ट भन्छ नि त, बुझ्दैछ? So he, like in Christ, there is, like with him, there is grace and truth. So whenever I meet with him, I meet with grace and truth.
बुझ्नुहुँदैछ कनेक्टिङ डट्स कनेक्ट हुँदैछ नि त उम्, सो वेन एभर आई हेभ दिस बिलिफ अफ मिटिङ विथ हिम नि म जब पनि उहाँसँग तपाईँलाई भेटाउन चाहन्छु भन्ने आशा लिएर विश्वास भरोसा गरेर म जब जान्छु म उहाँलाई भेटाउँछु अनि उहाँलाई भेटाउनु भनेको चाहिँ म चाहिँ सत्य अनि अनुग्रहसँग इन्काउन्टर हुनु हो उम्, बुझ्नुहुँदैछ अनि सत्य अनि अनुग्रहसँग इन्काउन्टर हुनु हो भनेको चाहिँ के हो भन्दा अघि नै भने नि अनुग्रह भनेको इट अनुग्रह के हो इट इज अ पावर अफ गड इट इज हिज पावर टु ट्रान्सफर्म मी म ट्रान्सफर्म पनि हुन्छु बुझ्नुहुँदैछ उम्, अनि दामी कुरा अर्को चाहिँ केसँग इन्काउन्टर हुन्छ अरे ट्रुथ अनि ट्रुथले चाहिँ के गर्छ हामीलाई set you free. इट सेट्स अस फ्री बुझ्नुहुँदैछ सो म त्यही हेर्नु ल म त्यही कोठामा नै म के हुँदै गरेको हुन्छु म ट्रान्सफर्म पनि हुँदै गरेको हुन्छु म स्वतन्त्र पनि हुँदै गरेको हुन्छु अनि त्यो उम्, पास्टरले कस्तो मजाले भन्नुहुन्छ क्या जब हामी विश्वास लिएर त्यो कोठाभित्र पस्छ नि त्यो कोठाबाट बाहिर निस्किँदै गर्दा नि त्यो पस्दै गरेको मान्छे कहिले पनि हुँदैन जहिले पनि चेन्ज म्यान हुन्छ क्या उम्, द्याट्स वाइ गोइङ इन्टु द्याट रुम इज भेरी इम्पोर्टेन्ट इफ यु उम्, वान्ट टु सी ट्रान्सफर्मेसन इन यर लाइफ उम्, इफ यु वान्ट टु सी चेन्ज इन यर लाइफ रिलेसनसिप बी अलोन विथ हिम उम्, बुझ्नुहुँदैछ त्यो सिम्पल भन्नु खोजेको चाहिँ वेन एभर वी सी अ क्रिस्चियन हु इज के भन्छ त्यसलाई हु इज गोइङ टु चर्च फर 30 इयर्स एन्ड स्टिल हिज लाइफ इज सेम भनेदेखिलाई चाहिँ द्याट मिन्स हि इज नट गोइङ इन टु द्याट प्लेस वेयर हि उम्, मिट्स विथ हिम हि इज नट ह्याभिङ द्याट एक्सपेक्टेसन सिम्पल एज द्याट अनि हाम्रो लागि पनि होइन अनि जतिजनाले मैले हामीलाई पनि सुनिरहेको छु उनीहरूको लागि पनि त्यही भन्छु म इफ यु आर नट सिइङ चेन्जेस इन यर लाइफ होइन इभन दो यु रियली वान्ट टु चेन्ज डेस्परेटली होइन यु वान्ट चेन्ज इन यर लाइफ डेस्परेटली तर बट स्टिल यु आर नट सिइङ द्याट चेन्ज चर्च त गइरहेको छु सेवा पनि जान्दैछु किन म चेन्ज देख्दिनँ भनेर तपाईँ डेस्परेट हुनुहुन्छ भनेदेखिलाई चाहिँ म के भन्छु भन्दादेखिलाई एन्टर द्याट रुम इन उम्, सिक्रेट प्लेस होइन very true. बी अलोन विथ हिम spend time with him with expectation उम्, to meet him त्यो चाहिँ डेफिनेटली म लेखेर दिन्छु नो वान विल बी द सेम यदि यो कुरा गऱ्यो भनेदेखिलाई चाहिँ उम्, बिकज मेरो लाइफमा पनि अझै ट्रान्सफर्मेसन अझै चेन्ज अझै फ्रिडम कसरी आयो भन्दा चाहिँ जब मैले एक्लै समय बिताउन थालेँ प्रभुसँग बिहानै उठेर होइन वेन नो वान युज टु वेक अप उठ्यो बाइबल पढ्यो स्पेन्ड टाइम विथ हिम दिनभरि कोही घरमा नहुँदा बाइबल पढ्यो स्पेन्ड टाइम विथ हिम एक्सपेक्टिङ टु मिट हिम अनि बिस्तारै बिस्तारै भने नि लाइक त्यति नै बेला त भएन तर बिस्तारै बिस्तारै चेन्ज हुन थाल्यो क्या चेन्जेस आउन थाल्यो सोचमा चेन्जेस आउन थाल्यो हेर्ने तरिकामा चेन्जेस आउन थाल्यो बोल्ने तरिकामा चेन्जेस आउन थाल्यो सो ट्रान्सफर्मेसन कम्स लाइक द्याट अनि ग्रेसले चाहिँ हामीलाई त्यसरी हेल्प गर्छ अनि ग्रेसलाई चाहिँ हामीले हाम्रो लाइफमा चाहिँ कसरी प्र्याक्टिकली डे टु डे लाइफमा एभ्री डे हामीले कसरी रिसिभ गर्नु या त त्यसमा कसरी जिउनु भन्दा चाहिँ इट इज मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ यो स्पेन्डिङ टाइम विथ हिम उम्, बिकज वेयर देयर इज फेथ देयर इज ग्रेस होइन जहाँ विश्वास हुन्छ त्यहाँ अनुग्रह आउँछ अनि विश्वास चाहिँ कसरी आउँछ इन्स्टाग्राम हेरेर आउँदैन उम्, के कसो फेसबुक हेरेर पनि आउँदैन होइन ल मलाई नि यति साह्रो दामी लाग्छ एकजना होइन लाइक आई हेभ हर्ड सो मेनी पास्टर सेइङ दिस धेरैचोटि चाहिँ हामी हाम्रो अलोन टाइमलाई चाहिँ कसले पनि रिप्लेस गर्छौँ लिसनिङ हामी पोडकास्ट गरिरहेको छ पोडकास्ट सुन्यो वी थिङ्क द्याट ओके आजको मेरो के भयो प्रभुसँग समय नो होइन हामी कसैको सर्मन सुन्छौँ अनि वी थिङ्क द्याट ओके माई पर्सनल टाइम विथ गड इज डन विथ नो होइन वी नेभर रिप्लेस आवर डिभोसनल लाइफ अर पर्सनल लाइफ थ्रु सर्मन्स एन्ड पोडकास्ट क्या अनि म चाहिँ त्यो एकदम दामी लाग्छ त्यो पास्टर लाइक दे आर सो मेनी पास्टर्स हु टक्स अबाउट दिस होइन अनि म पनि त्यही भन्छु क्या अरूलाई पनि आज वचन सुन्यो फोनमा होइन एकदम पोडकास्ट सुन्यो भन्दामै द्याट इज नट इक्वल्स टु स्पेन्डिङ टाइम विथ हिम भन्छु क्या म चाहिँ हो जबसम्म अनटिल एन्ड अनलेस यु गो विथ यर बाइबल बी अलोन विथ हिम यु एन्ड हिम अलोन त्यो जस्तो इम्प्याक्टफुल र त्यो जस्तो दामी चाहिँ अलोन टाइम केही पनि हुँदैन अनि अलोन टाइम चाहिँ त्यस्तो नै हुनुपर्छ क्या नो डिस्ट्र्याक्सन होइन ओके समटाइम्स होइन वर्सिप म्युजिक प्लेइङ इन द ब्याकग्राउन्ड इट्स ओके कतिजनाले त त्यो पनि नडोके भन्छ तर फर मी लाइक इट्स ओके भन्छ होइन तर बी लाइक गेट इन्गेज विथ हिज वर्ड क्या पर्सनल्ली नट थ्रु के भन्छ त्यसलाई सम वान क्या तर यु यर सेल्फ गेट इन्गेज विथ हिम अनि डेफिनेटली म लेखेर दिन्छु विदिन अ मन्थ पनि भन्दैन विदिन विदिन विक अर 2 यु विल स्टार्ट सिइङ चेन्जेस इन यर लाइफ
सिरियसली भनेको लाइक च्यालेन्ज पनि गर्न सक्छ ओके 30 डे च्यालेन्ज भनेर एकजना पास्टरले भनेको पनि छ नि त होइन अनि मैले पनि लिएको त्यो 30 डे च्यालेन्ज होइन अनि लाइक सिरियसली इभन आवर लिसनर्सलाई पनि इभन भाइहरूलाई पनि होइन लाइक 30 डे लाइक डु दिस फर 30 days you'll truly see some changes in your life. सो ओके दा सो तपाईँले भनिरहनु भएको थियो लाइक स्पेन्डिङ टाइम विथ लर्ड चाहिँ हुँदै गर्दाखेरि चाहिँ डेफिनेटली चेन्जेस आउँछ भनेर सो म पनि त्यसमा एग्री गर्छु यस डेफिनेटली चेन्जेस आउँछ तर मेरो आफ्नै एक्सपिरियन्स सोच्दै गर्दाखेरि हो चेन्जेस मेरो लाइफमा कसरी आयो भन्दै गर्दाखेरि चाहिँ वेन आई स्टार्टेड स्पेन्डिङ टाइम विथ हिम अलोन तर फेरि त्यो हार्ट पोस्चर चाहिँ त्यो स्टेटमा आउनुको लागि चाहिँ मलाई चाहिँ सङ्गतिले चाहिँ हेल्प गर्यो भन्ने नि अब जस्तै इभन म अहिले यहाँनिर तपाईँहरूसित छु यहाँनिर हामी सङ्गति गर्छौँ सँगै मिलिकन अनि यसले निकै नै इम्प्याक्ट गर्यो जस्तो लाग्छ गर्छ जस्तो लाग्छ इभन मेरो नै एक्सपिरियन्स पनि इन्टरप्ट गरेर भन न तिमी कम्प्लिट गर न सो त्यस्तो लाग्छ अन्त त्यही त म तपाईँसित एकदमै एग्री गर्छु त्यो पोइन्टमा चाहिँ लाइक वेन वी स्टार्ट स्पेन्डिङ टाइम विथ हिम डेफिनेटली त्यहाँनिर चेन्जेस आउँछ तर कतिचोटि चाहिँ हामी कस्तो खालको सिचुएसनमा हुन्छौँ भन्दै गर्दाखेरि हामी एक्लै हुन्छौँ एन्ड हाम्रो हार्ट पोस्चर चाहिँ यस्तो हुन्छ कि वी डोन्ट वान्ट टु इभन हामीलाई के भन्छ इभन हामीलाई मन हुन्छ प्रभुसित समय बिताउनु तर पनि हामीहरू कतिचोटि त्यो आफ्नो त्यो ह्याबिट्सहरूले गर्दाखेरि अझै कतिवटा सिचुएसनले गर्दाखेरि हामी त्यो टाइम दिन सकिरहेको हुँदैनौँ नि त अनि त्यसमा चाहिँ फेलोसिपले चाहिँ एकदमै हेल्प गर्छ भन्ने कुरा चाहिँ त्यही त त्यही भएर अगाडि मैले भने नि फेलोसिपले चाहिँ हामीलाई इन्करेज गर्छ भने त अन्त इन्करेज गर्छ पुस गर्छ होइन तर पुस गरेर फेरि हामी उता गएर चाहिँ समय नै बिताएन भनेदेखिलाई चाहिँ द्याट इज अल्सो नट हेल्पफुल अब जस्तै तिमीले भने तिमीलाई कसरी हेल्प भयो भन्दा चाहिँ फेलोसिपले तिमीलाई पुस गर्यो तिमीले समय बितायौ नि त कि कसो तर अब फेलोसिपले पनि इन्करेज गरेर पनि समय नै नबिताएको भएदेखिलाई सो बोथ आर निडेड होइन इक्वली निडेड पनि बोथ आर इक्वल फेरि फेलोसिप पनि अर्को कुरा पनि यसरी पनि भन्छु म राइट सर्कल पनि भन्छु फेलोसिप भन्दै गर्दाखेरि राइट सर्कल चाहिँ म्याटर गर्छ लाइक माइन्डेड पिपलहरू जसले चाहिँ हामीलाई परमेश्वरमा अघि बढ्नुमा उत्साह दिन्छ होइन बिकज इफ देयर आर किन भन्दादेखिलाई जस्तै भाइले भने अब हामी सर्कलमा भेट्दै गर्दाखेरि इट इन्करेजेस यु होइन तर यो सर्कलमा नहुँदा पनि तिमी त्यति बेला हुँदा पनि यु ह्याड अ सर्कल नि त सर्कल त थियो नि त कि कसो होइन तर त्यो सर्कलले त हेल्प गरेन नि त सो त्यही भएर लाइक चुजिङ राइट सर्कल इज अल्सो important and yes definitely fellowship helps us to push होइन तर ultimately spending time with Lord is important अनि फेरि अब मेरो एक्सपिरियन्स भन्छु भाइलाई जस्तै अब भाइलाई फेलोसिप अरे तर बट फर मी इट वाज प्योर हङ्गर फर हिम क्या सिरियसली भनेको फोसोसँग प्रोग्राममा बढ्दै गर्दा त होइन लेट्स नट गो टु डिप डिटेल्स तर फेलोसिप भन्दै अब सर्कलको म्याटर आउँदा चर्च जाँदै गर्दा चाहिँ म धेरै डिसपोइन्ट हुन्थेँ क्या अब देयर वाज थिङ्स होइन द्याट वाज गोइङ अन इन अवर चर्च द्याट टाइम त्यो समयमा होइन अनि इट रियली युज टु डिसपोइन्ट मी क्या आई वाज अल अलोन सिरियसली तर प्योर हङ्गर फर हिम होइन प्योर हङ्गर अफ नोइङ हिम इट रियली हेल्प मी अनि बिकज अफ द्याट आई स्पेन्ड टाइम अलोन बुझ्दैछ सो इफ यु रियली वान्ट टु अनि मलाई अल्छी लाग्थ्यो नि समटाइम्स आई ह्याड टु ड्र्याग माइ सेल्फ टु बी देयर अहिले पनि आई ड्र्याग माइ सेल्फ टु स्पेन्ड टाइम विथ हिम कतिचोटि अल्छी लाग्छ निन्द्रा लाग्छ बुझ्दैछ तर अल्टिमेटली के भन्छ त्यो ट्रान्सफर्मेसन आउनु त्यो चेन्ज अफ हार्ट आउनु चाहिँ नि लाइक अलोन टाइम नै हो फेलोसिप विल इन्करेज नो डाउट विल पुस यु होइन त्यो साथीभाइले गरेको जस्तै नि होइन कस्तो अरे हामी भन्छ इभन ब्याड ह्याबिट्समा पनि त इन्करेजमेन्ट नै हो नि त खाना खा के हुँदैन होइन अलिकति एक पफ के कसो हो तर त्यसमा पनि अल्टिमेटली हामी नै हो नि त गऱ्यो भने एक पफ तान्यो भने तान्ने सो इभन यहाँनिर पनि त्यही त अब इभन हाम्रो सर्कलमा पनि त वी हेभ सो मेनी पिपल होइन कनेक्टेड विथ अस होइन हामी इन्करेज त सबैलाई गर्छौँ नि हो
के कसो हामी सबैलाई गर्छौँ तर सबैजनाले स्पेन्ड गर्दैन टाइम, अलोन टाइम स्पेन्ड गर्दैन। अनि त्यही भएको कारणले गर्दाखेरि अहिले हामी देखिरहेको छौँ नि त, हामी होइन सँगै हामी सेवाकाई गरेको सँगसँगै मिलेर तर लाइफ देखिरहेको छ त उनीहरूको भए के कसो मैले भन्नु खोजेको बुझ्दैछ नि त होइन। हजुर। लेट्स नट गो इन डिटेल्स Mm. अबाउट दोज थिङ्स होइन। तर वी सी नि त हजुर। इभन इन आवर सर्कल अल्सो दे आर कन्टिन्युसली विथ अस इन फेलोसिप, दे आर कन्टिन्युसली विथ अस इन मिनिस्ट्री, नट जस्ट फेलोसिपिङ एन्ड मिनिस्टरिङ तर but actively helping also. But still, we see no changes in some areas of their life, and we Mm. know why. Because they don't spend time with Lord. Because we know, because we are close, we know who spends time and who doesn't spend time. So spending time alone is more important. Oh, के Mm. कसो Yeah. लाइक Mm. मेरो पोइन्ट त्यसै बुझ्यो नि yeah, त I agree with Mm. द्याट इज मोर इम्पोर्टेन्ट। भन्नु खोजेको चाहिँ इफ यु ट्रुली वान्ट टु ब्रिङ चेन्ज इन यर लाइफ, इफ यु ट्रुली वान्ट द्याट ट्रान्सफर्मेसन, alone, spending time alone with him is very important. And when you spend time with him alone, by faith, believing that he is there, you will meet with grace and truth. Again, भनिहालेँ होइन। अनि once you meet with grace and truth, your life will never be the same. Because truth sets you free, grace transforms you. Goes hand in hand. के कसो? You are set free also, you are transformed also. के कसो होइन? So anything else? So even Jesus Christ also loves spending time alone. होइन अन्त so Throughout the scriptures we see that होइन, Yeah. भिरहरूबाट उहाँ निस्किनुहुन्थ्यो, मान्छेहरू के मिराकल गर्नुहुन्थ्यो अनि मान्छेहरूले उहाँलाई आम्बो भनेर खोज्नुहुन्थ्यो, उहाँ चाहिँ भिरबाट सट्टै सुटुक्कै बाटो होइन। अनि कहाँ जानुहुन्थ्यो? He used to go and be alone with his father, Mhm. our father. Mhm. So we have to learn from him. Yeah. होइन every time gathering is important, तर every time भिर पनि होइन। यहाँ Mm. we have to के भन्छ त्यसलाई separate, we have to make time for solitude also भनौँ न। ठिकै हो? ठिकै हो ठिकै हजुर। हो। तपाईँले Solitude. भन्दा समअप भयो क्या सबै Mm. ग्रेसको, द्याट इट्स नट ओन्ली अबाउट जस्ट हुन्छ नि, हुनु चाहिँ त्यहीबाट आउँछ। हामीले जब विश्वास गर्छौँ हामी त्यहीबाट नै सबै कुरा बगेर आउँछ नि त। र आज मोस्ट इम्पोर्टेन्ट चाहिँ अब त्यो ग्रेसमा हामी समय बिताउँदै गर्दाखेरि चाहिँ त्यो ग्रेसलाई जब हामी विश्वास गर्दै गरेको हुन्छौँ, त्यो विश्वासले नै हामीलाई उहाँसँग समय बिताउने त्यो लिड गर्छ नि त भनौँ न। सो अल्टिमेटली सङ्गति एकदमै इम्पोर्टेन्ट छ, तर सङ्गति भन्दा पनि अझै इम्पोर्टेन्ट चाहिँ तपाईँको सिक्रेट स्पेस, Secret place. तपाईँले परमेश्वरसित बिताउनु हुँदै गरेको समयहरू चाहिँ एकदमै अझै त्यसले चाहिँ अझै पनि बिग that- इम्प्याक्ट्स ल्याउँछ। Big impact. भन्ने That कुरा। is more important. हजुर। इभन हामी वर्सिप टिम, वर्सिप लिडर्सहरूकोबाट पनि सुन्छौँ होइन, अनि वर्सिप टिचिङ्सहरूमा पनि सुनेको छ। नि के भन्दै गर्दाखेरि चाहिँ हु यु आर इन सिक्रेट फ्लोज इन स्टेज भन्छ नि त होइन। सो इन सिक्रेट यु डोन्ट हेभ एनिथिङ भनेदेखिलाई नि इन स्टेज द्याट इज जस्ट पर्फर्मेन्स, Yeah. ट्रु पर्फर्मेन्स होइन। तर तिम्रो सिक्रेट प्लेसमा तिम्रो हिस्ट्री छ गडसँग भनेदेखिलाई चाहिँ वेन यु कम अप इन स्टेज नि त्यो सिक्रेट प्लेसको हिस्ट्री चाहिँ फ्लो हुन्छ नि त। बिकज गड सेज इन म्याथ्यु, यीशुले के भन्नुभएको छ भन्दाखेरि चाहिँ तिमीहरू प्रार्थना गर्दा के गर्नु हजुर, कोठा थुनेर होइन के कसो Yeah. होइन, ढोका बन्द गरेर गुप्तमा गर्नु, अनि गुप्तमा हुनुहुने परमेश्वरले हेर्ने। अनि मलाई यो साह्रै दामी लाग्छ क्या, किन भन्दा यहाँनिर आई बिलिभ तिनवटा कुराको लागि गुप्तको कुरा गर्नुभएको छ। फर्स्ट वान इज गिभिङ, गुप्तमा दिनु होइन। सेकेन्ड वान इज प्रेइङ, गुप्तमा गर्नु। थर्ड इज फास्टिङ, आई ट्रुली बिलिभ होइन, कसैले थाहा नपाइ गर्नु भनेर। सो अनि तर दामी कुरा यो तिनवटामा नि लास्टमा कन्क्लुजनमा के भन्नुभएको छ भने त गुप्तमा हुनुहुने तिम्रो परमेश्वरले। सो परमेश्वर चाहिँ कहाँ हुनुहुन्छ अरे? गुप्तमा। त्यही भएर त्यहाँ जानै पर्छ के कसो हो। सो गुप्तमा चाहिँ जानै पर्छ है, किनभने उहाँ चाहिँ गुप्तमा हुनुहुन्छ। अनि गुप्तमा हुनुहुने परमेश्वरले चाहिँ के गर्नुहुन्छ अरे? देख्नुहुनेछ। अनि भिडको अगाडि चाहिँ के गर्नुहुन्छ? रिवार्ड गर्नुहुन्छ। चाहिँ अघि नै हामीले रिवार्डको कुरा अघि पनि गरेँ नि त होइन, हिब्रू 11:6ले गर्दा। सो रिवार्ड चाहिँ के अघि भने नि, अब सपोज हामी त्यो गुप्तमा चाहिँ कसरी जान्दैछौँ, अघि हिब्रू 11:6मा भन्ने अनुसार के गर्नु जान्दैछौँ हामी? उहाँलाई भेट्न जाँदैछौँ। भेट्न, खोज्न होइन। प्रभु म तपाईँलाई भेट्न चाहन्छु भनेर त्यो विश्वास लिएर जान्छौँ नि त गुप्तमा हो। अनि मेरो त्यो गुप्तको रिवार्ड चाहिँ कहाँ आउँछ अरे? भिडको अगाडि। सो मैले गुप्तमा के खोज्दैछु? परमेश्वरको सो भिडको प्रेजेन्सलाई। अगाडि चाहिँ के हुन्छ पाउँछु? मलाई कसलाई पाउँछु? परमेश्वरको God's presence will be there. So त्यही भएर इभन नट जस्ट वर्सिप टिम्स,
every one of us, those who stand in stage, होइन सिक्रेटमा चाहिँ हामीले उहाँलाई खोजेको छैनौँ भनेदेखिलाई चाहिँ स्टेजमा हामीले उहाँलाई भेटाउँदैनौँ, बुझ्नुहुँदैछ? अनि यदि हाम्रो सिक्रेट लाइफ छैन तर वी आर डुइङ गुड इन स्टेज भनेदेखिलाई चाहिँ नि त्यो चाहिँ हाम्रो पर्फर्मेन्स हो, त्यो चाहिँ एनोइन्टिङ होइन कि कसो होइन। इफ आइएम रङ भनेदेखिलाई यु क्यान करेक्ट मी होइन, भन्ने खालके भयो नि। आम्बो नै हो नि त, बिकज वी अल आर सो गुड पर्फर्मर, इभन आई एम भन्छु म चाहिँ होइन। वी आर सो गुड पर्फर्मर्स क्या, तर गड इज नट इन निड अफ पर्फर्मर्स, गड इज इन निड अफ people who will worship him in with pure heart, pure heart, spirit and truth, होइन के कसो। So this is what I believe, होइन, and this is what I really wanted to talk about, that grace is free, grace is there for you, but you have to believe that he is there, and not just believe, like you have to be in that place, the receiving place मा चाहिँ हुनु पर्दैन। त्यो चाहिँ कहाँ भन्दा चाहिँ it is a secret place. So if you are not in that secret place continually, यसरी भनौँ, सम अप गरौँ न है, if you are not in that secret place continually भनेदेखिलाई चाहिँ नि you will not see him in gatherings continually, के कसो ठिकै I can be wrong, होइन, एक्ज्याक्ट त्यो होइन, हुनु नहुनु सक्ला, तर I feel like I felt right while saying this, क्या, me too. if you are not continually going in that secret place, you will not meet him continually in gatherings also. That's why gathering को कुरा आउँदै गर्दाखेरि without secret place, as a leaders, होइन, हामी we all are leaders, होइन, as a leaders, without secret place, our gatherings are empty, our gatherings are nothing, our gatherings are useless त नभनौँ होइन, तर लाइफलेस, जस्ट पर्फर्मेन्स मात्र भइरहेको छ। अनि पर्फर्मेन्स हुँदै गर्दाखेरि वी अल आर गुड पर्फर्मर्स, सो वी विल पर्फर्म भेरी गुड, पिपल विल लाइक इट, पिपल विल सेलिब्रेट इट, क्ल्याप फर इट, वा चाहिँ भन्छ, तर वाइल गोइङ आउट फ्रम देयर नो चेन्जेस एट अल, जस्तो आयो त्यस्तै जान्छौँ, ठिक है। So this is what I believe about grace in our life. And it is definitely not a license to sin. हो, अनि यसलाई अलिकति छोइदिनु पर्दाखेरि लामो नजाउँ है, टाइम सकिन आँटेको छ। सो अलिकति छोइदिनु पर्दाखेरि अघि नै भनिहालेँ नि, इफ ट्रुली यु आर बिलिभिङ हिम एन्ड इफ ट्रुली यु आर ह्याभिङ ग्रेस इन यर लाइफ भनेदेखिलाई ट्रान्सफर्मेसन हुन्छै हुन्छ। यु विल नट लिभ इन सिन, त्यति मात्रै नभनेर यु विल नट लाइक सिन हो। सिरियसली, आई एम नट सेङ यु विल नट फल, इफ भन्छ यूहन्ना 2:2, पहिलो यूहन्ना 2:2मा पनि होइन, इफ एनी वान सिन्स भन्छ होइन। सो इफ हो, नट वेन हो, होइन। सो इफ र वेनमा पनि डिफ्रेन्ट छ, सो यसमा पनि डिपमा नगइरहँ, तर त्यहाँनिर के भने इफ एनी वान सिन्स भन्नु मतलब इफ एनी वान फल्स, होइन। सो तिमी बढिरहेको छौ र पनि कतङ्काले केही भएर इफ यु फल अल्सो हि इज देयर भन्ने कुराहरू छ नि त, होइन। लाइक हि इज आवर एडभोकेट एन्ड हि इज अलवेज एडभोकेटिङ फर अस, होइन। सो इफ यु ट्रुली हेभ ग्रेस इन यर लाइफ भन्ने चाहिँ म चाहिँ स्ट्रङ बिलिभर अफ के हो भन्दादेखिलाई यु विल नट सिन, इभन इफ यु सिन भन्यो भनेदेखिलाई पनि यु विल नट स्टे इन द्याट प्लेस, यु विल नट लाइक द्याट प्लेस एट अल, यु विल नेभर वान्ट टु गो ब्याक टु द्याट प्लेस। अनि यो चाहिँ मैले स्ट्रङली किन भनेको भन्दादेखिलाई चाहिँ एक्सपिरियन्सले भनेको, बिकज आई हेभ बिन द्याट, आई हेभ बिन इन द्याट प्लेस, होइन। अनि डेस्परेट हुन्छ पहिला त्यही कामहरू गर्दै गर्दा, त्यही कुराहरू गर्दै गर्दाखेरि चाहिँ आई युज टु फिल नथिङ, होइन। अनि इट्स बिन 9 years वक विथ हिम, प्रोमा सिरियस भएको, तर यो 9 years पर्फेक्ट थिएन नि त। आई स्लिप्ड, आई सिन्ड इन बिट्विन, होइन। आई सिन्ड फर लङ्गर पिरियड अफ टाइम अल्सो, तर आई वाज नट ह्याप्पी, आई वाज नट सेटिस्फाइड, देयर वाज नो पिस इन माई लाइफ। अनि अगेन वेन आई केम ब्याक टु हिम, he transformed me again, he changed my heart again, then again I started having peace. So मैले भन्नु खोजेको चाहिँ once you encounter his grace, once you encounter the truth, once you encounter him भनेदेखिलाई नि you will never like going back to your old life.
इभन इफ यु ट्राई भनेदेखिलाई पनि नि तिमी खुसी नै हुन सक्दैनौ सिरियसली भनेको एक्सपिरियन्सले भनेको खुसी नै हुन सक्दैनौ सो त्यही भएको कारणले गर्दाखेरि अनुग्रह प्रशस्त छ भन्दामै के पाप गरिरहने भन्छ क्या उस के अरे हाम्रो पलले पनि होइन तर कदापि होइन अनुग्रहले चाहिँ हामीलाई पापमै रहिरहनु दिँदैन दामी कुरा चाहिँ त्यो अनुग्रहको सो द्याट इज हाउ वी नो that grace is actively working in us because you will not love your sins even though you may sin and even though you may fall but you will not love it at all. I've done that. I've been there. I've fallen and fallen पनि फेरि डर लाग्दो हो but still you will not love it and दामी कुरा चाहिँ त्यो and that is also a proof of grace in your life भन्छु म चाहिँ so I think I feel at peace भनौँ न because I feel like I have said everything I have to say. So if you guys have anything to add up. Same here भनौँ न है जे तपाईँले भन्नुहुँदै थियो. So you guys? या म पनि त्यसमै छु. Okay. So nothing to add नि. So I truly believe हाम्रो लिसनर्सहरूले पनि केही कुराहरू सिक्नुभयो होला आशिषित हुनुभयो भनेर आशा गर्छु है अनि लाइक इफ यु स्टिल हेभ एनी डाउट्स रिगार्डिङ दिस टपिक होइन यो अनुग्रहको विषयमा अझै पनि केही क्वेसन छ यु फिल लाइक ओके यस्तो पनि त छ अनि यसको विषयमा त भनेन लाइक वाट डु यु हेभ टु से अबाउट दिस भन्ने छ भनेदेखिलाई यु क्यान अलवेज अप्रोच अस यु क्यान अलवेज आस्क क्वेसन टु अस कमेन्ट्समा गएर होइन अर यु क्यान इमेल अस rootsministry1@gmail.com. ओके हामी लिङ्क दिन्छौँ डिस्क्रिप्सनमा है तपाईँहरूले हाम्रो मिनिस्ट्रीको मेल गर्न सक्नुहुन्छ मिनिस्ट्रीको आइडीमा एन्ड वी विल गो थ्रु इट है अनि थ्याङ्क यू सो मच फर लिसनिङ टु अस आई ट्रुली बिलिभ जस्टिस त गरेँ भन्दिनँ नि तर बट स्टिल हेल्प भयो कुछ हदसम्म हेल्प भयो होला भन्ने म आशा गर्छु एन्ड थ्याङ्क यू सो मच भाइहरूको लागि पनि Thank you so much, Thank you so much. मेरो प्रश्नहरूलाई नम्र भएर सुनिदिनु भएकोमा अनि एन्सर गरिदिनु भएको सो सरी हो तर दिस इज हाउ वी लर्न इट होइन यु आस्क मी आई आस्क यु होइन अब द्याट्स हाउ आइरन शार्पन्स आइरन अनि आई रियली ह्याड अ ग्रेट टाइम विथ यु गाइज नि आई रियली ह्याड अ गुड टाइम विथ यु गाइज एन्ड आई वाज रियली ब्लेस है थ्याङ्क यू सो मच Me too. अनि थ्याङ्क यू टु अल द listeners also. Thank you so much. See you next time. See you. Thank you. Jai Masih.